हेलो, जय मेसी सम्पूर्ण मण्डली परिवारहरूमा र मसँग जति पनि जोडिनु भएको छ सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु। अनि हामीले यो बाइबलभित्र चाहिँ जम्मा 66वटा पुस्तक गाभिएको हुन्छ। अनि यतापट्टि हेर्ने हो भने चाहिँ नयाँ करारमा चाहिँ 27वटा पुस्तक गाभिएको हुन्छ। अनि यता पुरानो करारमा चाहिँ 39वटा पुस्तक गाभिएको हुन्छ। अनि पुस्तकै पछि त्यहाँनिर चाहिँ अलग अलग त्यहाँनिर विभाजन भएको हुन्छ। जस्तै यहाँनिर उत्पत्ति 1 देखि 11सम्म हेर्ने भने चाहिँ त्यहाँनिर चाहिँ के छ त, त्यहाँनिर चाहिँ मानिस जाति अनि इतिहासको छ हैन। 1 देखि 11सम्म चाहिँ, अनि फेरि उता 12 देखि 50सम्म चाहिँ त्यहाँनिर 12 देखि 50मा चाहिँ चुनिएका जातिको इतिहासको बारेमा चाहिँ विभाजन भएको छ। हामीले अध्ययन गर्दाखेरि चाहिँ कहाँदेखि कहाँसम्म अध्ययन गर्दा त्यो छुट्याउनको लागि चाहिँ एकदम सजिलो हुने गर्दछ। उत्पत्ति 1 देखि 11सम्म चाहिँ त्यहाँनिर 1 देखि 11सम्म त्यहाँनिर जम्मा चार विभाजन भएको छ है। 4वटा सृष्टि छ। सृष्टि चाहिँ 1 र 2मा पाउन सक्नुहुनेछ तपाईँले अध्ययन गर्दै। 1 र 2 अध्यायमा चाहिँ तपाईँको त्यहाँनिर जुनै पनि सृष्टिको बारेमा पाउनेछ है। अनि 3 देखि 5 अध्यायभित्र चाहिँ तपाईँको त्यहाँनिर पतनको अनि पापको बारेमा, जसै आदम र हावाको बारेमा पाउन सक्नुहुनेछ। अनि त्यसपछि 6 देखि 9मा चाहिँ तपाईँको त्यहाँनिर नोआको जीवनबारे अनि नोआको जन्म अनि जल प्रलय भएको कुराहरू चाहिँ तपाईँले त्यहाँनिर नोआको बारेमा 6 अध्यायबाट 9 अध्याय, त्यो 3टा अध्यायभित्र चाहिँ तपाईँले पाउन सक्नुहुन्छ यसरी चाहिँ। अनि अर्को यता 10 र 11मा चाहिँ त्यहाँनिर 10 र 11मा चाहिँ त्यहाँनिर एउटा भाबेल दरबारको बारेमा पाउन सक्नुहुनेछ। हामीले यो यसै गरी नै अध्ययन गर्दै गयो भने चाहिँ यहाँनिर अलग अलग छुट्टिएको छ बाइबल। एउटा उत्पत्तिको पुस्तकभित्र चाहिँ यसरी धेरै अलग अलग तरिकाले चाहिँ हामीले बाइबल अध्ययन गर्दाखेरि चाहिँ सजिलो हुन्छ। अनि नेक्स्ट भिडियोमा म ल्याउने नै छु हजुरको माझमा फेरि, है नि त।